खै त बुन्नु रहेछ ट्राई गरौँ अलि अलि धेरै आज हामी चाहिँ वैशाखको 1 गते हामी हिँडिसक्यौँ ल गोपाल अङ्कल सी यू सुन त्यो ढुङ्गो छ क्या होइन यार सुरुमै माइलगाईको अगाडि नै माथि पुग्नुभन्दा अगाडि नै हो कहाँ नु लिने हुन्छ अनिबाट अनि यो बाइक एकदम कमको दाममा दिएको मोटो टर्की पनि यता व्यवस्था छ ल सम्धीहरू अब लागौँ होइन आवाज त खतरा दिन्छ है त्यसले तिब्राकोट त उयो हो हिरो त लास्टै छ है
नहालिकन बेकार अप्ठ्यारो गरेका छन् अप्ठ्यारो त भएको छ त एनएसको पनि आवाज सुनौँ हेरौँ राइड बाटो देखाइन है त्यसले एनएस पनि कम छैन है अफरोडमा सजिलो हुन्छ बाटो देखिन नि ढुङ्गाले लड्कायो भने त सिद्धियो उठाउँदा कन्ट्रोल अनि त्यो 220 अनि यो हात रेस गर्दा हुने अब पागल होइन त त्यो बाटोमा राइड गर्नु नि रमाइलो हो फर्किँदै पनि आनन्द आइरहेको छ खिचौँ मानेहरूलाई न अलिअलि खिचौँ मान्ने भइसक्यो
बट्टा तान्दैन कि नि हगेर आइगयो हो यस्तै नामिनी बाइक अलिक ढिला लान् क्या धीरे धीरे धुलोले गर्दा अलिक कुदाउनु सकिएन यहाँ क्या हो त्यही ला एनएस र क्रस फायरको जोडी मिलेको छ होइन यहीको आवाज तिमी झिटिल्ला आउँछ भन्दा म त्यहीको ट्यार बाट्दा गयो ल फाइनली बन्दडी पुग्यो विशाल गएको त्यति अगाडि आउनु पनि रोकिसकेको छ नि त्यहाँ यो एनएसमा पनि पावर त अति छ यार यति चाहिँ हुनुपर्छ अफरोडमा अब यो टर्कीको चाहिँ आज यो लास्ट यसको अब कति घन्टा छ कि बाँकी अब एक डेढ घन्टा होला हामी दुईजना मात्रै आछौँ अरू पछाडि नै छन् ल के भयो स्प्राइट बाइकहरू पनि रेडी हुँदैछन् ल अब हामी पनि लागौँ जाम अर्जुन दाइ जाम रेडी होइन ल अब चाहिँ हामी हिँडिसक्यो यता पनि रहेछ नि टर्की हुन त तर हामीले चाहिँ आफै ल्याइसकेको छौँ ल अब लाग्न गएपछि केही सिनहरू देखाउँछु गइसक्यो मेरो बाइक चाहिँ त्यहाँ माथि छ ल अब हामीहरू चाहिँ लाग्न खोजियो जाने चाहिँ त्यो डाँडातिर हो विष्णु दाइ पनि रेडी भइसक्यो अर्जुन दाइ पनि आउँदैछ म पनि यता रेडी नै छु ल अङ्कल लाग्थ्यौँ होइन अब ल बाई मेरो 5 पनि जानुपर्छ
विकेट पनि त हल्ला क्या दुई गेट तिन गेटसम्म त हान्दा अलिअलि हाफकुलो खेलाउनु पर्छ अप्ठ्यारो ठाउँ जाम बढी गेयर भयो भने चाहिँ रेस पुगिन भने यस्तै हो ठुलो गेयरमा पनि रेस बढी नै खोज्ने क्या होइन म गेयर घटाउँदै नि अचुम बानी आइसक्यो तान्यो भने ताने बाटो त अलि जटिलै होइन क्लोज प्लेट चलाउनु जानेन भने फाल्ले बाटो यही हो ल हात्ती गुरु माथि गइसक्यो हामीहरू चाहिँ कमसेकम अब हजुर हामीहरू 50% बाटो चाहिँ माथि काटिसक्यौँ अब 50% बाँकी छ
हामीहरू जानेछु माथि त्यो जुन डाँडामा हिउँदै छ नि हो त्यो डाँडामा जानुपर्ने हो। एक्सप्लोर भने यो हो क्या। वाउ कस्तो ब्युटिफुल भ्यू। गाह्रो छ हो बाटो, गाह्रो छ एकदमै। ल हाम्रो अनिल अङ्कल पनि आइपुगे। ल मेरो चाहिँ यो घोडा डोल्पाको घोडा 220 NS दुईटा, हामीहरूको बगलमा चाहिँ NS दुईटा 220 सबैको जोडी मिलिरहेछ। कुन बाइक चाहियो खोज्नु मात्रै पर्यो। भ्यू पनि बवाल देखिरहेको छ। हामीहरू जाने चाहिँ माथि त्यो हिउँ देखिएको छ त्यो ठाउँमा जाने। अब यताबाट यताबाट हुँदै घुम्दै त्यो माथिको बाटो हुँदै त्यो माथि देखिरहेछ नि हो त्यो बाटो हुँदै त्यहाँबाट हुँदै चाहिँ हामीहरू हो त्यहाँ पुग्ने हो। अहिले चाहिँ हामीहरू हिँड्छौँ, रमाइलो भइरहेको छ। हेर्नुहोस् बाइकहरूलाई तान्न नि धेरै गाह्रो भइरहेछ। आरामले गाह्रो हुन्छ यार, अरूलाई त गाह्रो नहुने पुरै भएन। ल ल अब हामी फेरि स्टार्ट। आउनु आउनु अङ्कल जाम। ल जाम जाम। बच्चा बज हाल्यो। एनएस त त्यही माथि पनि एनएसको कन्डिसन हेर्न सक्यो भने चाहिँ हो क्या। एनएस त खासै अफरोडतिर छैन क्या त्यसको भविष्य। बाइकको ठ्याक्कै जोरी मिल्दा धकेल्दा अहिले गाह्रो छ गाइस, गाह्रो छ एकदमै। विशाल अङ्कलको बाइक चाहिँ यो नयाँ हेरेर त यति त केही नमान्नुपर्ने हो त है खासमा। कति पावरफुल छ त्यो। हाम्रो अगाडि जाने गुरुहरू त धेरै टाढा गइसकेछ नि त। हामीहरू लाग्ने कि बहिनी आउँछ माने अन्न।
तिनीहरूलाई नि आउनु दिउँ छैन नि मलाई खट्टा पाटन हो पुरै है बाख्राहरू पनि टन्नै ए चिसो हुन्छ नि लेको ठाडो ठाडो मात्रै आइछ भने डटै ठिक छ अरू किने हो भन्दा मैले जितेमा आउँछ किन्दा किने अरू गर्दैन विष्णु पनि भयो के भएको यस्तो होइन कि यो रोक 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 कहाँ जाँदा बाइकमा टर्की ल्याउँदा ल्याउँदै पनि मरिसकेको रहेछ विष्णु दाइ नि भर्खरै पुग्यो मेरो चाहिँ त्यहाँ छ कन अङ्केल उता छन् वाउ यार भ्यू चाहिँ बब्बाल देखिया छ होइन उता पनि छ माथि पनि छ ल एउटा एउटा एनएससी तल अड्किया एउटा एउटा 220 माथि छ मेरो क्लिपमा जोड्नु आऊ है
भयो तनबाट त्यहाँबाट ताइ पनि हिउँ माथि छ जानुपर्ने त्यहाँ होइन त्यहीँ हो त त्यो हिउँ गएर ठाउँ हिउँकै ठाउँ जाने पहिला यहीँ बसेको थियौँ त्यहीँ जाने ठिकै रमाइलो हुन्छ टक्क हिउँमा बाइक त टुटन्नी माने भरिलोमा तात्तिन्छ कि त्यो पनि तात्ति खोज्यो भने चाहिँ धेरै पड्कायो एक गेरमै ल्याएको खोज्यो भने चाहिँ अन्त दुईवटा तान्दैन धार पिकअपै तोड्दा चिलमा त यिनी पो हिँड्ने अन्त बड्डा ए जु कहिले हाम्रो झोला नि खबर पर्यो त अरे कन्नु जाने भयो त जाऊ सिलाने ल जाऊ जाऊ बाइकले एक एक दुई यतै धोका दिए चट्टर ल हाम्रो घोडा पुगे बलङ्गाघाट लेकतिर होइन चन्द्ररूप दाईहरू चाहिँ अगाडि आइएछन् क्या यो गुरुहरू सबै यार भ्यू पनि कस्तो बवाल देखिया ठिक छ ठिक छ ल अब ताउनु पनि रेडी भयो अनि टर्की पनि मरिगयो होइन चन्द्र दाई अब रमाइलो गर्ने उता गएर ल सबै रेडी भइसकेको छ हामीहरू बलङ्गराको लेकमा छौँ सबै यतातिर ल रमाइलो छ भ्यू पनि क्या दामी देखिया छ यार उतातिर वाउ क्या दामी हिमाल देखिया छ ल